को केटीसँग आएको को केटी हो नमस्ते गर कान्छी हो मैले नमस्ते गर्नुपर्ने कस्तो छोरी किन लिएको किन सँगसँगै आएको तैँले बाल दिनेस् के अरे अर्कै लिएर आएँ ए मैले बाल दिने भने अर्को ल्याउने ल्याउँछु त नि कहाँ छ बुढी ओसार्दै बस्नलाई घर आएर श्रीमतीले मतलब नगरेपछि क्या रम्म ए भोलि अर्कोले पनि मतलब गरेन अर्को ल्याउने ल्याउँछु मर्दको छोरा हो 5 वटा हार्छु तँलाई के त्यो एउटा बुढी पाल्न सके होइन अर्को बुढी थुपार्ने नि लाज शरम छ कि छैन लाज त कटुलाएर बसेपछि यत्र लाज शरम हो के भन्छ नि यो समाजले हैन कतिवटा बाटो छोड्दे मेरो बाटो छोड्दे के त नगराइन यार कान्छी बोल्दै ल्याएको छ त्यहीबाट लाने घर पुऱ्याइदिएर खुरुक्कै खुरुक्कै आजको सुरु कुरा त नगराइकन बसे त अलक्षण लाग्छ लोथर लाग्छ बाटो घाट बाटो हे भगवान यो छोरा मान्छेलाई के गर्ने होला के खसी पार्दिने कतिवटा बुढी चाहिएको कतिवटा बुढी चाहिएको एउटा बुढीले हुँदैन घर आएर श्रीमतीसँग खुसी नबसी के गर्नु त नि म के गरेर खुसी हुनु पर्यो के चाहियो खुसी म पनि तपाईसँग खुसी हुन्न के अर्को पहिला जाऊ काममा हिँड्यो जति बेला पनि ल्याङ 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 मात्र कराउँछ अलक्षण लाग्छ लोथर लाग्छ अनि त्यही भएर म त आज झोक चलेर बाहिर अफिस चल्दै लिएर आएँ म त्यति यसको चाहिँ मुख छैन त्यसो भए यसले चाहिँ कराउँदिन राम्री छ तभन्दा राम्री छ नगरा न है देखिरहे म भन्दा राम्री छ देखेको छु त्यसले त नानी पाकी छैन बच्चा पाकी छैन भोलिपछि पाएपछि थाहा हुन्छ कुन चाहिँ राम्री छ अनि म नानीको आमा भए नराम्री भए होइन अब छोरी मान्छेहरू जल्दो रहेछ हौ आफूभन्दा राम्री देखेपछि हिजो कति पछि परेको थियो म बच्चा नपाउँदाखेरि अहिले मैले यहाँ बच्चा पाएँ अनि नराम्री देखेँ इक्जाम दिएपछि कोही पढ्छ लाज नहुने छोराछोरीको अर्को बिहे गर्ने बल्छीमा माछा परेपछि कसैले दाना हाल्छ अब थाहा हुन्छ अब दशा लागेको छ तपाईँलाई साह्रो हौ कतिवटा बुढी चाहिने हो कतिवटा बुढी चाहिने हामी छोरा